हेलो नमस्ते सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू भर्खरै प्लस 2 को एक्जाम दिएर बस्नु भएको छ। आशा गरौँ एक्जाम राम्रो भएको छ। अब प्लस 2 पछाडि के गर्ने त? आफ्टर प्लस 2 you can study in Nepal or study in abroad. यदि तपाईँ नेपालमै उच्च शिक्षा पढ्न चाहनुहुन्छ, अझ मेडिकल फिल्डमा इन्जिनियरिङ फिल्डमै तपाईहरु केही गर्न चाहनुहुन्छ भने तपाईहरुले आजैबाट कति पनि समय लस नगरिकन इन्ट्रान्स प्रिपरेसन क्लासेसहरु जोइन गर्न सक्नुहुनेछ। यदि तपाई एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ लगायत मेडिकल तथा पारामेडिकलका कोर्सेसहरु जोइन गर्न चाहनुहुन्छ भने तपाईहरुले सुरुमा मेडिकल एजुकेसन कमिसनले लिने कमन इन्ट्रान्स एक्जामिनेसन क्र्याक गर्नुपर्ने हुन्छ। त्यसको प्रिपरेसन आकाश इन्स्टिट्युट इटरीमा हुँदैछ। यदि तपाई इन्जिनियरिङ फिल्ड आईटी फिल्ड तर्फ जाँदै हुनुहुन्छ भने तपाईहरुले इन्जिनियरिङ इन्ट्रान्स प्रिपरेसन पनि यसै आकाश इन्स्टिट्युट इटरीमा तयारी गर्न सक्नुहुनेछ। यदि तपाई ब्याचलर लेभलमा बीबीए, बीएचएम, बीपीए, बीटीटीएम, बीबीएम लगायतका कोर्सेसहरु पढ्न चाहनुहुन्छ भने तपाईहरुले सिम्याट तथा क्युम्याट का तयारी कक्षाहरू आकाश इन्स्टिट्युट इटरीमा धमाधम सुरु हुँदैछन्। तपाईहरुले आकाश इन्स्टिट्युट इटरीमा यस्ता विभिन्न प्रिपरेसनका क्लासेसहरु जोइन गर्न सक्नुहुनेछ। यदि तपाई आफ्नो उच्च शिक्षाको लागि नेपालदेखि बाहिर गएर पढ्न चाहनुहुन्छ भने तपाईहरुले विभिन्न टेस्ट प्रिपरेसनहरु आईएल्टिएस, पीटी अथवा ल्याङ्ग्वेज क्लासेस, जापानिज ल्याङ्ग्वेज क्लासेसहरु पनि यस आकाश इन्स्टिट्युट इटरीमा आएर जोइन गर्न सक्नुहुनेछ। तपाईहरुलाई हामी उचित र सही परामर्शका साथ तपाईहरुको वैदेशिक अध्ययनलाई हामी सहजीकरण गर्नेछौँ। आकाश इन्स्टिट्युट इटरीमा गोर्खा डिपार्टमेन्ट स्टोरको छेउमा रहेको छ। तपाईहरु आजै सम्पर्क गर्नुहोस्। हाम्रो अफिसियल फेसबुक पेज आकाश इन्स्टिट्युट इटरी अथवा हाम्रो व्हाट्सएप नम्बर यहाँ स्क्रिनमा पनि तपाईले देख्न सक्नुहुनेछ। आजै सम्पर्क गरेर आफ्नो सिट सुरक्षित राख्नुहोला। धन्यवाद।